हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै आरामै होला। हामी चाहिँ राति चाहिँ यो चाहिँ भाइको पार्टी थियो नि त, बेको पार्टी। हामीले चाहिँ अब रातिसम्म लेख्नेछौँ, हल्का पार्टी गऱ्यौँ, नाच्यो एकछिन, त्यही त हो। नाचेर हिजो चाहिँ पार्टी यतिकै भइहाल्यो राति। सो त्यही अहिले चाहिँ हामी उठिसकेको थियौँ। सो अहिले चाहिँ म चाहिँ उठिसकेको छु गाइज। अब उठेर मुख धुयो, अब चाहिँ यहाँबाट निस्किनु पनि हुन्छ हामी। यहाँको ठाउँ चाहिँ यस्तो दामी छ, बिहानको काम लागिरहेको छ मस्तले, यस्तै छ। त्यही गाइज अब चाहिँ हामी यहाँबाट रेडी भएर अब घर फर्किन लागेको। धेरै भयो घर नआए पनि मम्मीले मिस गरेर होला। मिस यु टु मम्मी, आउँदैछु म। त्यही गाइज अब चाहिँ हाम्रो हामी लाग्दिन लाग्यो। धेरै रमाइलो भयो भाइको बे पनि। अब फाइनली भाइको बे पनि सक्यो। गुड मर्निङ। कस्तो छ? रमाइलो भयो? पार्टी कस्तो? दुधको चिया? मलाई मैले चिया खाएको नि त, ब्ल्याक टी। आम्मा नम त के चलो चो मलाई हो साँच्चै नै हो कि तपाईलाई हो कि साँच्चै? कस्तो मैले दिसी तपाईले मन नबनाउनु टिकटक बनाउने हाम्रो भाउजू भाइ हामीले अब सकिसकेको छ हामी सब कुरा। ता सहित दिन पकडा लिन्छन् के पकौडा खाने तिमी? के बनाउँथ्यौ तिमीलाई बाइकमा? पकौडा खाने हो? चार्ज छैन मोबाइलमा। अनि चोक जाम न भने कि मैले चार्ज ल्याऊ। के लिने पकडा लिन्छ पकौडा खाने? कति खाने? यति धेरै अटाउँछ तिम्रो पेटमा? हामीलाई दुधको चियाबाट अलिकति एलर्जी छ र साथीभाइहरू। खास गरी दुधको चिया चाहिँ नखाएकै राम्रो हो बिहान बिहान भन्न चाहन्छु। म यहाँबाट सन्देश दिन चाहन्छु, सन्देश। चाहिँ अब रेडी भइसकेको छ। खटा देखाएको छ हेरे आफ्नो अनुहार। फोनबाट बनायो भने यसरी अनुहार हेर्दै कि मिलेको छैन भनेर चाहिँ भ्लग गर्न सकिन्छ। त्योहरूमा आजकल फ्रन्टबाट चाहिँ बनाउन प्रयास गर्दैछु गाइजहरू। राम्रो नलागे पनि लाए पनि हेरिदिनु होला। ल ल ल कता हो समोसा खाने मान्छे? ओ माइ गॉड, लिटल प्रिन्सेस। ए ढोका थन्दिने। त्यही गाइज अब चाहिँ यहाँबाट चाहिँ हामी लाग्नु गएको। अब घरमा काम धेरै भइसक्यो, त्यही भएर हामी चाहिँ अब घर लाग्दैन लाग्यो। मुला मुला हेर्न ए भन त के भने? जिम? म जिम जानु छोडिसकेँ त। अनि गाइज अब घर जाने भनेको सुरुमा अब पकौडा खाने चाहिँ जाने भन्दै चाहिँ हाम्रो यहाँ लिटल प्रिन्सेस त हेरेर त खाइ पनि भनेको। गाइज अब चाहिँ हामी यहाँ तल चोकमा गएर आउनु पर्ने अवस्था देखिसकेको छ। मैले त्यहाँ चोकमा गएर आउँदैछु म चाहिँ। कुन बाइक ल्याउनु एउटा? ओ अपाची चलाउँदैन म त। अनि हामी चाहिँ अब चोक जाने। जेरी पुरी तरकारी सबै ल जाडोमा तैँले मेरो लिएको छ त्यसको भाइ ए अहिले दिन्छु के लगाएर खाइदिँदैन कि मैले खाइदिन्छस् भाइ। तैँले मेरो पैसा छिटो दे भाइ। मेरो कस्तो देखिरहेको छ यहाँनिर मेरो पकौडा पुरी तरकारी खानलाई यहाँ चाहिँ हामी आइसकेको छौँ। यहाँ चाहिँ भैया चाहिँ वाह यस्तै चाहिँ रमाइलो रहेछ। तराईतिर पनि एकदम रमाइलो लागेको छ। क्या किनिरहेको जी? म भिडियो अन नगरिकन होइन भ्लग बनाउँदै हिँड्दैछु। पागल हो म। यस खै आई डोन्ट नो। गाइज अब हामी चाहिँ आइसकेको छौँ जेरी पुरी तरकारी खानालाई। खाना होइन लिन होला। ए लिन, यस लिन पनि खाना पनि। त्यही भएर अब हामी जानुपर्छ यहाँबाट। फोनबाट बनायो के हुन्छ थाहा छ? फोनबाट भ्लग बनायो नि यसो हेऱ्यो होइन तिमीले छैन कपाल
लुगा सो हेरेर बनाउने चाहिँ क्या ब्यागबाट गऱ्यो भने कहिले आँडे कहिले पाँडे आउँछ। त्यही भएर म भन्न चाहन्छु चाहिँ मलाई चाहिँ अहिले म फ्रन्टबाट ब्लग बनाउने के भन्छ प्रयास गर्दैछु गाइस। ल अब चाहिँ आज चाहिँ मेरो लास्ट दिन तराईमा मेरो पनि गाइज अब कहिले आइन्छ थाहा छैन। कहिले आइन्छ थाहा छैन हामीलाई, तर रमाइलो लाग्यो। भाइको पनि सक्यो। अब एउटा के कुरा सकेको छैन नि समोसा लिएर अहिले गएर त्यहाँ खाने काम पार्टी बाँकी छ नि हाम्रो त। दिल्लीएर कहाँ उता लान्छु भन्दै हुनुहुन्थ्यो नि। हाम्रो चाहिँ पार्टी बाँकी नै छ। यस हाम्रो भेट्नुपर्ने हुन्छ फेरि अनि त्यसपछि कहिले भेटिन्छ थाहा छैन। अब गएपछि त बिर्सिनुहुन्छ। अब हामीलाई कसले भेट्ने मान्छेले एक्चुअली सम्झिनुहुन्न है। यस्तो कुरा नगर न। कस्तो हो त्यस्तै हो। यस्तो बिर्सिने मान्छेमा परेनौ। गाइस मेरो दार हेर्नुहोस् तपाईँ। वाउ भ्याम्पायर तिमीलाई लिएर त एउटा ड्राकुला मुभी बनाउनु पर्छ। मेरो दाँत त यहाँ होइन कि यहाँ। तर मलाई चाहिँ ताराको क्या मनपर्छ नि मेरो चाहिँ आउँदैन। यस्तै हो राम्रो मान्छे मात्रै आउँछ। के सुन्नुपर्छ कान मात्र हुनुपर्छ के सुन्नुपर्छ पर्छ ल। ल हामीले चाहिँ यहाँ ठाउँको पिकाचु बनाइसकेको अवस्था छ। यहाँ चाहिँ पिकाचु बनाउने मान्छे हो। के देखेँ म बेङ्गलोर नलाग्दो जस्तो देखेको छैन कस्तो टल्केको यहाँ। ल अब फोटो खिच्ने थियो अनि म चाहिँ फोटो त्यही भएर भाउ लुगा सब मलाई थमाइदिएछ कि यस्तो बनाइदिएछ। ठिक छ अब फोटो खिच्न गइरहेको छु। अनि हामी चाहिँ यहाँसम्म खाजा लिइसक्यौँ। अब हामी जाने यहाँ बाइक चलाउने मान्छेले होइन हल्का बाइक चलाउन आउँदैन जस्तो फिल भइरहेको छ मलाई। राइडर हो म प्रोफेसनल। मेरो यहाँ हेर्नु न यहाँ गति। म चाहिँ बस्छु है। अब हामी जानुपर्ने हुन्छ घर। एउटा राइडर यहाँ आउनुहुन्छ। राइडर चाहिँ कस्तो राइडर हो Professional rider, you know. Yes, I know everything. मौसम बिगड्ने वाला है। मेरो भाइसँग चिया खाने हो। आजको चाहिँ समाप्त भयो। अब हामीलाई लाग्दैछ है चिया खाएर। भाइ चिया कस्तो लाग्यो? चिया मिठो लाग्यो। बिहा चाहिँ कस्तो लाग्यो तिमीलाई? बिहा त धेरै राम्रो लाग्यो। तपाईँको डान्स चाहिँ त्योभन्दा पनि धेरै राम्रो लागेको छ मलाई। तपाईँहरू र भेनाजुको डान्स चाहिँ एकदम राम्रो लागेर म फेरि हेर्न चाहन्छु। मलाई चाहिँ मेरो भाइको चाहिँ डान्स एकदमै मन पर्यो। अझै पनि धिक मलाई होइन। अब कसैको कुरा त्यतातिर भयो भने म भाइलाई लिएर चाहिँ अवश्य पनि नाच्नको लागि भए पनि भाइ र मेरो डान्स त अझै हुन बाँकी नै छ। हिजो नाच्न आउनु भने चाहिँ ननाच्ने अनि बाँकी नै छ। अब उहाँ छ त्यसको पार्टी हुनु पर्दैन उहाँ। हाम्रो हजुरआमा कस्तो लाग्यो त तपाईँलाई? नातिको बिहा एकदम राम्रो लाग्यो। एकदम राम्रो लाग्यो है। हजुरआमा पनि खतरा नाच्नुभयो त नि। नातिहरू के खान्छ खायो अब बिमारी भइगयो ज्वरो आएर तपाईँको तन्दुरुस्त हजुर अनि मलाई खुब लाग्छ भयो। नाति बुहारी अनि तपाईँलाई कस्तो लाग्यो? भन्नु एक नम्बर लाग्यो। एक नम्बर लाग्यो ब्युटिफुल सबैजनालाई हाम्रो क्युटी दाजु। ल अब म चाहिँ जान लाग्यो। थ्याङ्क यू बाई बाई। धेरै गरममा पर्छ ल। कति मिस गर्छ त दादालाई कति मिस गर्छ? म तिम्रो को हो फेभरेटमा कस्तो पर्दैन त? सबसे फेभरेट को हो तिम्रो? म होइन त मेरो नि फेभरेट हो। अनि दोनो त्यहाँ छ। अब हामी फेरि भेट्नेछौँ अनि डान्स गर्नुपर्छ है। ल बाई बाई। राम्रोसँग जान्छु म ल।
ल बाई बाई अब म चाहिँ जान लाग्छु अब कहिले मिस यु कुनै मिस आउँछ एकदम कति वर्ष यति धेरै मिस गर्छु अब म मेरो साथीहरूलाई सोध्छु कि स्कुल गएर के भयो भनेर राम्रोसँग अनि पढ्ने तपाईँलाई मेरो साथीहरूलाई तपाईँको म युट्युब च्यानलको नाम दिन्छु लाइक कमेन्ट मेरो न मन लाग्यो मलाई त म दिन्छु ल बाई बाई मेरो मोबाइल के भएको त ल यहाँनिर चाहिँ बिमारी लागिसकेको छ अब हामी चाहिँ यहाँबाट बिदाइ हुँदैछौँ हाम्रो दिदी हुनुहुन्छ यहाँ हुन्छ हाम्रो नयाँ दुलाको दिदी दिदी अब यसोको हिसाब किताब गर्नु पनि गाँटे गाईहरू गाँड भएर हामी आइसकेको छौँ यतातिर पुगेछौँ टप्प लाएर राखेर हामी चाहिँ निधार नजिक लगिरहेको कहाँ त्यो अब चाहिँ अब हामी घरतर्फ लाग्दैछौँ गाई रमाइलो राइड भइरहेको छ ल घरमा हामी चाहिँ अब आइसकेको छौँ साथीभाइहरूलाई म जानकारी दिन यस्तै छ जानकारी अहिलेको अवस्थामा चाहिँ हाम्रो मम्मी रिसाएको रहेछ मलाई सम्झेर कुरा नगर्ने गुरेको मासु खाँदैछौँ हामी आज के छ खबर ल गाइजहरू अब चाहिँ म लास्ट थाकेर आइसकेको छ अब म एकछिन रेस्ट गरेर ओ पुन्टे आउँछु म अनि रेस्ट गर्नुपर्ने अवस्था मेरो रुमलाई चाहिँ म धेरै मिस गरेको थिएँ र म फाइनली आइसकेको छु ओ पुन्टे के छ हाल खबर ठिक छ ए के छ खबर भन्देऊ न तिमी हाम्रो त्यस्तै छ खबर भन्दैन हामी बोला त के भन्ने ठुल्बा जस्तो गाइस अब चाहिँ म फ्रेस भएर आइसकेको अवस्था छ यहाँनिर सानो ए के भन्छ चुप्पा देऊ यसरी चुप्पा दिनुपर्छ अहिले चाहिँ फ्रेस भएर बुङ्गो सुँगुर पनि ढालिस्या रहेछ होइन बुङ्गो खानु पर्ने हुन्छ अनि मेरो चाहिँ घाटा लागिसकेको छ मेरो यो पालि 20-30 हजारको मलाई घाटा लागिसकेको छ म के गर्ने होला भनेदेखि सब पैसा मम्मीले दिन्छ अब मलाई गाह्रो छ यार लोत घाटा लागेको छ बिजनेसमा घाटा लागिसकेको छ मलाई खानासाना खाएर आइसक्यौँ यहाँ चाहिँ मेरो भान्जी आज चाहिँ अब धेरै थकाइ पनि लागेको छ त्यही छ सपोर्ट गर्नु होला माया देखाइदिनु होला त्यही हो अब अर्को भ्लगमा भेट्छौँ हामी है ल यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई त्यही हो गाइस अब चाहिँ सुत्दिने हो डङ्ग लाएर पल्टिदिने हो डङरङ्ग लाएर गाँडफाँड भइसकेको छ यो फ्ल्यास लाइटले पनि मेरो आँखा खाएर माकी आँख भइसकेको छ हेरिदिनु होला माया गरिदिनु होला त्यही हो माया देखाइदिनु सो टाटा बाई बाई सो टेक केयर बाई 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 ब्लगर बने ब्लगर बनेर ब्लगर म ल बाई बाई गाइस
टेक केयर गुड मर्निङ बाई बाई कसरी गुड मर्निङ अहिले गुड नाइट गुड मर्निङ कसरी भयो ले नि बुक यस्तै छ ल हामी चाहिँ चल्दिएको गाइज सुत्दिनु पर्ने हुन्छ अब चाहिँ रमाइलो भयो राम्रै भयो भाइको बिहे पनि सक्यो सो त्यही गाइज अब